गुड आफ्टरनुन सबैजनालाई। म आज चाम्रे बनाउन लागेको होइन। बाबु नानीले कि अस्ति साउनको 15 गते खिर खाएका के भन्छन् थाहा, मम्मी घरको स्वाद त आएन अरे। मलाई कस्तो पिर पऱ्यो कि है, किनेको दुध हो नि त, अनि घरको स्वाद कहाँबाट आउँछ त, घरकै गाईको दुधको जस्तो कहाँबाट आउँछ है। अनि यो चाम्रे चाहिँ जसरी नि घरको स्वाद ल्याएर बनाउँछु भनेर यो घरकै अनदीको चामल हो, अनि घिउ पनि घरकै थियो कि। अनि त्यसपछि मैले मम्मीलाई फोन हानेर घरको मम्मीलाई फोन गरेर सोधेँ कि मम्मी चाम्रे कसरी बनाउने हो, हजुरकै हातको जस्तै बनाउनु पऱ्यो, मिठो बनाउनु पऱ्यो, बाबु नानीलाई त अस्ति खिर पनि मिठो भनेर अनि टक्क लाएर सोधेँ। अनि त्यही अनुसार बनाएँ, तर मम्मीले चाहिँ चिनी हाल्ने भन्नुहुन्थ्यो, चिनीको सट्टा चाहिँ सहर हालिदिएँ मैले। अरू त चाहिँ मम्मीले भने जसरी बनाएको कि आज चाहिँ। अनि पानी चामल सबै मम्मीकै मात्रामा बनाएको छु होइन। अब बाबु नानीले चाहिँ के भन्छन् होला भन्ने चाहिँ छ मलाई होइन। घरको जस्तै मम्मी कति मिठो भएछ भने हुन्थ्यो जस्तो लागेर छोप्दै चलाउँदै गर्दै धेरै पानी पनि नहालिकन होइन बनाएँ। अनि त्यसपछि त्यो अघिको सक्खर पनि पग्लेर कि यस्तो राम्रो कलर आएछ कि वाउ होइन, चाम्रो चट्ट भएछ। अनि बाबुलाई चाख्न दिएँ, अनि बाबुले त वाह मम्मी कस्तो मिठो भएछ नि भन्यो तातो भएर मैले खुवाइदिएको होइन।